हेलो साथीहरू, म चाहिँ यहाँनिर चटनी बनाउन आँटेको छु है। यो चाहिँ एकदमै स्पेसल गोर्खे चटनी हो। र म हेर्नुहोस् है, सब यहाँ प्याजहरू खोर्सानीहरू हो सबै रेडी गर्दैछु। गेस गर्नु होला है मैले कुन चाहिँ गोर्खे चटनी बनाएको। एकदम है 100मा चाहिँ 90%ले मन पराउने चटनी हो यो चाहिँ है। सुक्टी यसको गन्धले चाहिँ है हामी बिरालोहरू पनि छटपटिँदैछ है, कराउँदैछ बिरालोहरू। सुन्दै गर्नुहोस् है, बिरालो पनि छटपटिने, मान्छे पनि छटपटिने। त्यसलाई नै भन्छ गोर्खे चटनी है, सुक्टीको चटनी। अब चाहिँ यसलाई छरिएको तेलमा है मजाले यसरी हालेर त्यसलाई फ्राई गर्नु पर्यो है। रातो रातो भएर चाहिँ अब यसलाई निकाल्नुपर्छ। अब चाहिँ है एकछिनमै फ्राई भएर हेर्नुहोस् यसरी रातो रातो भएको छ है। र यस्तो रातो रातो फ्राई हुँदाखेरि चाहिँ यो धुवामा चाहिँ है झिँगाहरू पनि कहाँ कहाँबाट भन्केर आइपुग्छ। यदि झिँगा देख्नु भएको छैन है यहाँ जाडोमा भने चाहिँ सुक्टी फ्राई गर्नुहोस् न, आइपुगिहाल्छ है, झिँगाहरू भन्किहाल्छ। यो चाहिँ छिटो मिठो सब्जी पनि हो है। तपाईँहरूलाई अल्छी लागेको छ भने यसरी नै चटनी बनाउनुहोस्। मसला पनि चाहिएन है, लसुन अदुवा पनि चाहिएन, केही चाहिँदैन। खालि हामीलाई प्याज टमाटर हरियो खोर्सानी भए पुग्छ है। त्यहाँदेखि यसरी नै बनिन्छ हाम्रो गोर्खे चटनी। अब यसरी नै मैले फ्राई गर्दैछु है, फ्राई हुँदैछ। अब हेर्नुहोस् है एकछिनमै तयारी हुँदैछ चटनी पनि। अब टमाटर पनि हाल्ने बेला भएछ चटनीमा हो। स्पेसल चटनी बन्दैछ। लाइकहरू पनि गर्नुहोस् है जसलाई मनपर्छ। अब चाहिँ यसमा हल्दी र है तिखालाल अर्थात् खोर्सानीको पाउडर पनि हाल्दैछु। हेर्नुहोस् होला, हल्दी मजाले हालिदिनुहोस् है। त्यसपछि कतिको पिरो खानुहुन्छ त्यो अनुसारै खोर्सानी धुलो पनि हालिदिनुहोस् होला। मजाले चलाउँदै यसलाई पकाउनुहोस् है। एकछिनमै पाकिहाल्ने र एकदम स्पेसल चटनी चाहिँ हाम्रो लागि तयारी हुनेछ। तपाईँहरूले पनि ट्राई गर्नुहोस् होला यो जाडोमा जति खाए पनि केही असर हुँदैन साथीहरू। अब चाहिँ केही समयको लागि यसलाई म छोप्दैछु है, मजाले लतक्कै हुने गरी पाक्दैछ। अब तयारी पनि भइसकेछ मजाले। हेर्नुहोस् है मजाले तयारी भयो। यो चाहिँ तपाईँहरूले पनि जानेकै हो है, नयाँ कुरा केही होइन। तर पनि मैले यसरी भिडियोमा हालेको छु। तपाईँहरूले मन पराइदिनुहोस् होला, लामै भए पनि भिडियो हेरिदिनुहोस् होला है। र अब चाहिँ चटनी चाहिँ तयारी भएर चाहिँ बटुकोमा मजाले यसरी सजाउनुहोस् है। हेर्दै खाउँ खाउँ लाग्दो। अनि तपाईँहरू सबैले हेरिदिनु भएको लागि थ्याङ्क यू है सबैलाई। बाई बाई। आफै पनि बनाएर इन्जोय गर्नुहोला।